यस हेरौँ आज हामी पढ्दैछौँ लेसन 12 मा रहेको थेजुङ क्योदुङ सार्वजनिक यातायात जस अन्तर्गत रहेको मोस्ट इम्पोर्टेन्ट अवयवहरूको बारेमा हामी थुरक वामुर उन्मान आनन्दे भनेको चाहिँ मालवाहक अथवा मालहरूलाई सामानहरूलाई चाहिँ सार्ने बेलामा चाहिँ सायमानन छादङ छाङ्दा प्रयोग गरिने एउटा कारगाडी हो भनेर भन्छ। खोङाङ भनेको एयरपोर्ट, हाङोङगिए भनेको एयरपोर्टको चाहिँ इछाक युङन्यु वा सुङ्गेक भनेको अवतरण र उडान भनेको त्यहाँ आउने र जाने। सुङ्गेक ग्राहक मित्र उन्सोमुल भनेको चाहिँ त्यसको ढुगानी अथवा सार्नलाई चाहिँ उइहानकोलाई सिसरुल सुविधालाई चाहिँ खाच्छुन भनेको चाहिँ तयार गरिएको खोतिम्निदा ठाउँ हो। मेफ्यो सो भन्छ है बिक्री काउन्टर जस्तै ठाउँहरू। सुङचा गनु रेलको टिकटहरूलाई चाहिँ खुमे आगना किन्ने अथवा एमे हाल्छु इनन खोतिम्निदा के रहेछ खरिद गर्ने अथवा त्यसको बुकिङ गर्न सकिने ठाउँ हो। फसु छङ्न्युजाङ बस स्टपहरू फसुगा सुङ्गेगुल भनेको चाहिँ बसले चाहिँ यात्रुहरूलाई अथवा ग्राहकहरूलाई चाहिँ थेउगो भनेको चाहिँ चढाएर लिएर जाने अथवा नेरिगी उइए झर्नको लागि चाहिँ छमछा खानन भनेको चाहिँ सेट गरिएको अथवा मिलाइएको छाङसोइन्दा ठाउँ हो। अनि हाम्रो छ फसु थर्मिनल बस पार्क सिवे फसुना नगर बस अथवा खोसु फसु एक्सप्रेस बस दुङ आदि छाङखरी भनेको चाहिँ लामो दूरी फसुगा बस चाहिँ छुल्पा लागो प्रस्थान गरी थोचा खानन पुग्ने। छुयो भनेको मुख्य, खेउथोङ भनेको चाहिँ यातायात, सिसल हिँड्दा यो सुविधाको के हो अब यसलाई चाहिँ हामीले सिसल अब खेउथोङ सिसल हिँड्दा भनेर भन्न पनि सकिन्छ, सुविधाको सुविधा हो भन्न पनि सकिन्छ, सिसल छाङसो भनेर पनि भन्न सकिन्छ यसलाई हामीले है। ल